रोकिनै पर्छ। मैले काठमाडौँमा छु, नेपालमा छु, मलाई दुर्घटना गर्न सक्ने सवारी साधन जहिले पनि मेरो दाहिनेपट्टिबाट आउँछ। यति बुझ्नुहोस् है, सबैजनाले बुझ्नुहोस्। मलाई दुर्घटना गर्न सक्ने सवारी साधन जहिले पनि मेरो दाहिनेपट्टिबाट आउँछ। म यसरी फर्केर उभिएको छु भने यताबाट आउँदै गरेको सवारी साधनले मलाई पहिलो ठक्कर दिन सक्छ। म यसरी उभिएको छु भने यताबाट आउँदै गरेको सवारी साधनले मलाई पहिलो ठक्कर दिन सक्छ। यसले गर्दा जहिले पनि सडकमा गइसकेपछि टक्क अडिनुहोस्, दाहिने हेर्नुहोस्, दाहिने तर्फबाट केही पनि आएको छैन भने चाहिँ हतार गरेर बाटो नकाट्नुहोस्, पर्खनुहोस्। अब आधा बाटो बायाँपट्टि हेर्नुहोस्, आधा बाटो बायाँपट्टिबाट पनि केही आएको छैन भने फेरि हतार गरेर बाटो नकाट्नुहोस्, अझै दाहिनेपट्टिबाट हेर्नुहोस्, दाहिनेतर्फ आधी बाटो हेर्दै र आधी बाटो बायाँ हेरेर बाटो काट्नुहोस्। यसलाई चाहिँ हामीले ग्रिन क्रस कोड भनेर भन्छौँ। स्टप, लुक, लिसन, गो। मसँगै सबैजनाले भनिदिनु त, स्टप, लुक, लिसन, देन गो। यसलाई चाहिँ हामीले सडकमा गएर जहिले पनि पालना गऱ्यौँ भने हामी पैदल यात्री दुर्घटनामा जोगिन सक्छौँ। यो बच्चालाई पनि सिकाइदिनु होला। स्टप, लुक, लिसन, देन गो। दाहिने हेर्ने, आधा बाटो बायाँ हेर्ने, फेरि आधी बाटो दाहिने हेरेर आधी बाटो र आधी बाटो बायाँ हेरेर अनि बाटो क्रस गर्ने। बाटो क्रस गर्दाखेरि जहिले पनि तेर्सो भएर बाटो क्रस कहिले पनि नगर्ने, सिधा भएर गर्ने। हामी यसरी तेर्सो भएर बाटो क्रस गऱ्यौँ भने हामीले बाटो धेरै लिन्छौँ। यसले गर्दाखेरि जहिले पनि बाटो क्रस गर्दाखेरि सिधा बाटोबाट लिने र बाटोमा हिँड्दाखेरि गाडी जताबाट आइरहेको छ त्यतैपट्टिबाट हिँड्नुपर्छ। हामी बायाँपट्टिबाट हिँड्छौँ, गलत। हामीलाई दुर्घटना गर्न सक्ने सवारी साधन हाम्रो अगाडिबाट आउने गरी हामीले देखेर हिँड्यौँ भने हामी त्यो ड्राइभरलाई पनि देख्छौँ र त्यो ड्राइभरले पनि हामीलाई देखेर जोगाउन सक्छ। तर यदि म सडकको बायाँपट्टिबाट हिँडेँ भने म पछाडि केही पनि देख्दिनँ, मैले पछाडि केही पनि देख्दिनँ। म पछाडिको सवारी साधनबाट हुने दुर्घटनामा म पर्ने सम्भावना चाहिँ धेरै हुन्छ। तर म यसरी हिँडेँ भने, सडकको दाहिनेपट्टिबाट हिँडेँ भने प्रत्येक चालकले मलाई देख्नुहुन्छ र म पनि प्रत्येक चालकलाई देख्छु, उसको गतिलाई देख्छु, उसको सवारी साधनलाई देख्छु। यसले गर्दाखेरि सडकमा हिँड्दा जहिले पनि दोहोरो बाटो भएको सडक छ भने बायाँपट्टिबाट नहिँडिदिनु होला। बाबु नानीहरूले बुझ्नु भएको छ नि, सडकमा हिँड्दा जहिले पनि सडकको दाहिने किनारबाट हिँड्नुपर्छ। फुटपाथ छ भने अनिवार्य रूपमा दाहिने होस् बायाँ होस् फुटपाथबाट हिँड्नुपर्छ। जेब्रा क्रसिङ, काठमाडौँको जेब्रा क्रसिङ सुरक्षित छैन। जेब्रा क्रसिङ सुरक्षित हुनको लागि जहिले पनि दुईटा कुरो चाहिन्छ। एउटा ट्राफिक प्रहरी जसले सिटी फुकेर रोकिदिन्छ गाडी, अनि हामीले बाटो काट्यौँ भने हामी सुरक्षित हुन्छौँ। र अर्को ट्राफिक लाइटले गाडी रोकिएको बेलामा हामीले बाटो काट्यौँ भने सुरक्षित हुन्छौँ। तर काठमाडौँमा भएका जेब्रा क्रसिङको पालना गर्ने हो भने ग्रिन क्रस कोड याद गर्ने। स्टप, लुक बोथ साइड्स, लिसन, देन गो। यति गर्नुभयो भने हामी सडक दुर्घटनाबाट जोगिन सक्छौँ। यो अन्य कुराले मलाई भन्नुभन्दा मैले यति कुरा भन्दाखेरि हजुरहरूलाई अलिकति मैले मेरो तर्फबाट दिन सक्ने एउटा शिक्षा मैले प्रस्तुत गरेँ। यति भन्दै म यो कार्यक्रमको सफलताको कामना गर्दछु। र कुनै पनि किसिमको समस्याहरू सिर्जना भयो भने पहिलो त्यसलाई उग्र बनाउने होइन, त्यसलाई समाधान खोज्ने हो, प्रहरीलाई भन्ने हो। प्रहरीबाट हुने गल्ती छ भने प्रहरीभन्दा माथिल्लो निकायहरू पनि हुन्छ। जस्तो यहाँ अहिले एसपी साहब भइसकेको छ, हामीले हाम्रो यहाँ कपन चौकीको प्रहरीले कुनै पनि किसिमको गल्ती गर्छ, तपाईँहरूलाई चित्त बुझेको छैन भने यहाँहरूले त्यो प्रहरीलाई समस्या बनाउने होइन कि त्यसको समाधान खोजिदिने हो। त्यो प्रहरीलाई कमसेकम पनि एउटा जिम्मेवार व्यक्ति मार्फत त्यसलाई समस्या समाधान गराउनेतर्फ लाग्नुपर्छ। यति भन्दै म आफ्नो सामान्य कुराहरू बन्द गर्दछु।